तपाईलाई जन्माउने, तपाईलाई हुर्काउने, हात समातेर पाठशालासम्म पुर्याउने, तपाईँ बिमार हुँदा रातभरि नसुत्ने, तपाईँ पढिसकेपछि पनि शान्ति नहुने, तपाईँ कहीँ गयो भने कतिखेर घरमा आउँछहरू भन्ने, जबसम्म पढिसकेर पनि तपाईले केही पाएन भने सुर्ताइरहने, त पढिसकेर तपाईँ चाहिँ जब आफ्नो खुट्टामा उभिसकेपछि खुसी मान्ने, ती हुन् तपाईको जन्म दिने आमा। त्यही कारण चाहिँ संसारमा सबैभन्दा शक्तिशाली र टप भगवान चाहिँ तपाईँ र मलाई, हामीलाई जन्म दिने आमा हो। र आमाले चाहिँ नानीको लागि यति साह्रो स्याहार्छ, नानी बिमार भयो भने रातभरि नसुत्ने, नानी जति नै ठुलो भयो भने जुङ्गा नै फुलेको होस् न, तर उसको नानी हो, जबसम्म उसले काम पाउँदैन, उसको आफ्नो खुट्टामा उभिँदैन भने चाहिँ रातभरि आमालाई एकदम पीर मान्ने आमा हो। तपाईँ नौकरीमा लागेर तपाईँ आफ्नो खुट्टामा उभियो भने उसलाई सन्तोक मान्ने चाहिँ आमा हो। त्यसैले नै तपाईहरू एकदम राम्रो पढ्नुहोस्, तपाईँ राम्रो पढेर तपाईँ बाहिर त्यो हावा कुरातिर तपाईँ नहिँड्नुहोस्, तपाईँ राम्रो डिग्री हासिल गरेर तपाईँ राम्रो पाराले कुनै पनि नौकरी या बिजनेस गरेर तपाईँ आफ्नो खुट्टामा उभियोस्। तपाईँको आमाको निम्ति, आमा रातभरि सुत्दैन र 9 युवा भाइ बहिनीलाई म यसरी बिन्ती गर्दछु, तपाईँ पढ्नुहोस्, तपाईँ आफ्नो खुट्टामा उभिनुहोस्, हावामा नहिँड्नुहोस्, माद मदिरा नखानुहोस्, त्यो कुनके ट्याब्लेट भन्ने तपाईँ चट्टै छोड्नु, त्यो शम्भु नतान्नुहोस् भन्दै 9 युवा भाइ बहिनीलाई म बिन्ती गर्दछु। धनराज तामाङकोबाट धन्यवाद।